एक धानी बिसौली हो। यहाँ 9 नम्बर ध्यान 9 नम्बर लडिसक्यो यतातिर यी सेकुवा मासु हाल्दैछ यहाँ गाइस। हेलो हाम्रो चाहिँ आज के अरे यो सेकुवा भलिबल खेलेर होइन गाउँमा मासु सुँगुर काटेको थियो अनि त्यही भएर चट्टसँगले सेकुवा हान्नुको लागि यता रेडी छ हाम्रो ढुङ्गामाथि पोलेर खाने भइयो होइन होइन हामी यति छौँ केही छ हजुर हेलो नवीन सर हेलो यता चाहिँ मालिक हो मोबाइल धनी अनि हाम्रो यस्तो होइन यो एक धानी बिसौली हो अनि यो बिउहरू छ यहाँ वासिङ छ अनि त्यसरी हाम्रो यार यहाँ पोल्ने हो चट्टसँगले आज 12-1 बज्छ होला यार हाम्रो यार यस्तो छ यार राईको यही बानी खराब के यार जाँड छ यार राईको यही बानी खराब के यार जाँड के अरे उयो जिउहरू मासु एक धानी बिसौली यता पोल्ने कार्यक्रम हुँदैछ हाम्रो साथीहरू यता छ यता छु सेकुवा खानुको लागि बनाउनुको लागि यहाँ रहेछ होइन यहाँ चाहिँ मासु चट्टो लगाएर छ है मासु होइन अनि यहाँ हुनुहुन्छ स्पाइकरै हुनुहुन्छ लेफ्टी हुनुहुन्छ उहाँ अनि यहाँ हुनुहुन्छ क्विकर हाम्रो हुनार खेलाडी अहिले धितुङको उहाँ हुनुहुन्छ ओपन स्पाइकर हुनार खेलाडी उहाँ हुनुहुन्छ लिफ्टर सेटर हाम्रो यहाँ 9 नम्बर ध्यान 9 नम्बर कडा त कैसा लगा मेरा मजाक अनि हाम्रो एकजना नवीन सर चाहिँ उहाँ हुनुहुन्छ ओपन स्पाइकर अनि म चाहिँ यतातिर छु डाक्टरसँगले म चाहिँ यसो अलिअलि खानेको मात्रै लिब्रो हल्का होइन अब मासु हाल्दैछ यहाँ गाइस ओइ के पड्क्यो त ढुङ्गा पड्केको के पो पड्क्यो त हो नि भरे ओइ साँच्ची हनीको ओ माय गॉड यार भिडियोमा कोही भाइरल हुनु लो हाम्रो यार यहाँ नजिक बेचोक ढुङ्गा फुटे गरेर होइन मासु चाहिँ भुइँमा लडिसक्यो यतातिर यी मकने बबो कासरी भइसक्यो होइन हाम्रो ढुङ्गा यार खतम भयो यार कुन पाराको ढुङ्गा पर्यो यार केटा हो आजको यार रमाइलो नहोला जस्तो छ त यार हेलो हामी चाहिँ सेकुवा खानुको लागि यहाँ ढुङ्गा फेरि अर्कै खोज्दैछौँ होइन गेम जितेर यो खानु पनि लास्ट गाह्रो छ के गर्नु सेकुवा खाने भने ठिक छ यो ओके सेकुवा खानुको लागि अर्को ढुङ्गा खोजेर नि हामीले यहाँ धुँदैछौँ दाइहरूले म चाहिँ टस देखाउँदैछु अनि एउटा फोनबाट चाहिँ भिडियो बनाउँदैछु दामी बनायौँ दाइहरूले चट्टसँगले होइन साथीहरू हुनार खेलाडी हुनुहुन्छ अहिले धितुङको जल्दो बल्दो उता लेफ्टी हुनुहुन्छ हुनार खेलाडी उहाँ पनि हुनुहुन्छ हुनार लिफ्टर हाम्रो अहिले क्विकर हुनुहुन्छ अहिले चाहिँ हामीले अर्कै ढुङ्गा ल्याइसकेको छौँ यो ढुङ्गा चाहिँ फुटेको कारणले अहिले यो ढुङ्गा ल्याइसकेको छौँ चट्टसँगले अनि अब कति घन्टा पछि तात्ने हो बल्ल बल्ल पनि तातेको थियो अब कतिखेर तात्छ छिटो तात्छ सायद